करोडौं फुलहरूको सुन्दर बगैँचा दुबई मिरेकल गार्डनको यो सिजनको टिकट दर कति तोकियो अनि रेसिडेन्ट्सहरूलाई डिस्काउन्ट कति छ, खुल्ने समय र त्यहाँ जाने सार्वजनिक बस नम्बर कति हो, आउनुहोस् यसको बारेमा यो भिडियोमा जानकारी दिनेछु। अझै आइडी फलो गर्नुभएको छैन, फलो गरेर जोडिराख्नुहोस् है, तपाईँलाई झुक्किएर काम लाग्न सक्छ। आउनुहोस् सुरु गरौँ। साधारणतया बिहान 9 बजेदेखि राति 9 बजेसम्म खुल्ने यो सुन्दर बगैँचा शुक्रबार र शनिबार भने राति 11 बजेसम्म खुल्छ। यो सिजन साधारण टिकट दर एडल्टहरूको लागि 100 दिराम र 3 देखि 12 वर्षसम्मको बच्चाहरूको लागि 80 दिराम तोकेको छ। तर यदि तपाईँसँग इमिरेट्स आइडी कार्ड छ भने चाहिँ एडल्टहरूको लागि 70 दिराम र बच्चाहरूको लागि 50 दिराम तोकेको छ। जुन टिकट तपाईँले मात्रै काउन्टरमा काट्न सक्नुहुन्छ भने साधारण टिकट चाहिँ तपाईँले अनलाइन पनि काट्न सक्नुहुनेछ। दुबई मिरेकल गार्डन जानको लागि तपाईँले मल अफ द इमिरेट्सबाट 105 नम्बरको बस चढेर सिधै जान सकिन्छ। तर कहिलेकाहीँ आरटिएले बस नम्बरहरू पनि फेर्न सक्छ। त्यसैले यो सिजनको लागि बस नम्बर फेर्यो भने म तपाईँहरूलाई अर्को भिडियोमा जानकारी गराउनेछु। तपाईँहरूलाई थाहा छ नि, मिरेकल गार्डन चाहिँ यही 29 सेप्टेम्बर 2025बाट खुल्दैछ। तपाईँ चाहिँ कोसँग जाँदै हुनुहुन्छ अरे, उहाँलाई मेन्सन वा सेयर गर्न नभुल्नु होला है त। धन्यवाद।